पटक आउँछ। एक महिनामा औँसी कति पटक आउँछ? एक पटक आउँछ। भनेपछि एक महिनामा हामीले चाहिँ 5 दिन चाहिँ गर्न सकिन्छ, 5 चोटि चाहिँ गर्न मिल्छ। शनिबारमा गर्न मिल्छ, हरेक शनिबारमा गर्न मिल्छ र सबैभन्दा धेरै प्रभावकारी औँसी भन्छ। त्यो पनि कति बेला? सूर्य अस्त भइसकेपछि। के पछि? सूर्य अस्त भइसकेपछि सबभन्दा पहिला नरिवललाई पूजा गर्नु। पूजा मानि धूप बालेर यसले यो घरमा, यो घरको हो भने, व्यक्तिको हो भने त्यो व्यक्तिको नाम लिएर फलाना फलाना, यो आफूले हो भने आफूले, मेरो जति पनि नराम्रो शक्तिहरू छ, जति पनि दोषहरू छ, ती सबै यो नरिवलमा समाहित हो भनेर पूजा गर्नु। अनि त्यो श्रीफल भयो टाउकोमाथि 7 पटक घडीको सुई अनुसार घुमाउनु। घडीको सुई अनुसार यसरी होइन, घडीको उल्टो दिशाबाट घुमाउनु। यसरी घुमाउनु। घडीको जुन दिशाबाट सुई घुम्छ त्यसको उल्टो दिशाबाट घुमाउनु। यहाँ घुमाउनु छ भने यसरी घुमाउनु 7 पटक र 8 पटकमा सुल्टो घुमाउनु। 1 राउन्ड, 7 राउन्ड चाहिँ यस्तो, 1 राउन्ड उल्टो घुमाउनु। अनि जसको तपाईँको परिवारको भने सबैको त्यस्तै हो, सबैको त्यस्तै हो। अनि सबै त्यो नरिवल जुन हामीले चाहिँ श्रीफल भन्छौँ, त्यहाँभित्र जुन जल हुन्छ, पानी हुन्छ, त्यो पानीले सबै तपाईँभित्रको दोषहरू तानेर राखिएको हुन्छ। र त्यसलाई तपाईँ एकदमै धेरै कम जाने ठाउँमा, तपाईँको घरभन्दा अलिकति टाढा दगुर्दै जाने हो कि स्कुटरमा हालेर लाने हो कि बाइकमा लाने हो, एकदम छिटो हो, ढिला नगर्नु, एकदम छिटो कुदिहाल्ने, भागिहाल्ने, यस्तो ठाउँ जाने जुन ठाउँमा तपाईँ फर्केर जान नपाओस्, सधैँ गइराख्ने ठाउँमा होइन, एकदम रियरली जाने ठाउँ, त्यो ठाउँमा जाने। अनि त्यसलाई चाहिँ 1 चोट दिएर चाहिँ फुटाल्नु, ढुङ्गामा पर्ने गरी चाहिँ हानेर फुटालिदिने। अनि दोस्रो पटक के गर्ने? 3 पटकसम्म ठुक्ने। हजुरले फुटेको ठाउँमा नपरे पनि तपाईँको खुट्टामा पर्नु हुँदैन, त्यो एरियामा ठुकेर पुलुक्क पनि पछि नफर्किकन भागिहाल्नु। जसले यो क्रिया गर्छ उसको शरीरमा केही न केही एउटा चाहिँ माला धारण भएको हुनुपर्छ, होइन भने त्यसले फेरि पछ्याउँछ। केही रोक्ने चिज चाहिँ जस्तो हजुरको भित्रबाट माला आउनुपर्छ, होइन भने त्यसले फेरि पछि तपाईँको पछि आउँछ। घरको एउटा अलिकति पूजा आजा गर्ने, भगवान्प्रति आस्था भएको, अलिकति पोजिटिभ विचार भएको, अलिकति आत्मबल भएको व्यक्तिले चाहिँ गर्नु। अनि त्यो पुरा घरको पनि गर्नुहुन्छ, पुरा घरको सबै यसरी घुमाउँदै जाने, त्यो फललाई घुमाउँदै जाने। त्यहाँबाट भाग्ने बेलामा पछि हेर्नुभयो भने फेरि त्यो तपाईँकै पछि पर्न सुरु गर्छ। अनि घरको जति पनि नराम्रो कुराहरू गरेको छ, अनि एउटा शरीरभित्र छिरेर त तपाईँलाई बाँच्नै दिनु गाह्रो बनाउँछ। त्यसरी पछि नफर्केर भाग्ने। अनि घरमा पनि गएर भित्र छिरेर गेट छ भने गेट लगाइहाल्ने, ढोका छ भने ढोका लगाइहाल्ने। अनि भित्र चाहिँ भगवान्को पासमा गएर बस्ने, जहाँ हजुरको मन्दिर छ हो त्यहाँ गएर चाहिँ बस्ने, किनभने भगवान्को अगाडि बस्दाखेरि उनले पनि जोगाउँछ। अनि यसरी चाहिँ अझ त्यो रिटर्न फर्केर आउन सक्दैन। त्यसपछि भोलिपल्टबाट त्यो घरै एक किसिमबाट स्वर्ग हुन सुरु गर्छ, शान्ति आनन्द हुँदै जान्छ। त्यही घरमा हजुरलाई आनन्द आउन सुरु गर्छ। यदि
यो गर्न आफैले गर्न चाहिँ अलिकति सामर्थ्य छैन भने हाम्रो जति पनि स्वर विज्ञान सिकेका साधकहरू हुनुहुन्छ उहाँहरूलाई बोलाएर गर्नु, उहाँहरूले चाहिँ 100% काम गर्ने हुन्छ। फेरि भयो नि दबाई भाग्नु अथवाले त स्वर प्रयोग गरेर के गर्ने। ती सबै तपाईहरूले निर्गुण नगर्नु। अब फेरि डेन्जर कति बेला हुन्छ जब त्यो नरिवल फुटेन भने चाहिँ ला अब खायो त्यसले चाहिँ हो त्यो त फेरि रातमा अगारको सूर्यास्त भएपछि लगभग आफ्नो बजेको समय जुन बेला चाहिँ अब तपाईँले चाहिँ ढोका बन्द गरिसकेपछि अब खोल्नु त्यति बेला गर्ने नि रातभरि रुँगेर बस्छ तपाईँको गेटमा। अब त्यो भनेको फेरि अहिले पनि त्यो शक्ति तपाईँको घरमा छरिएर बसेछ। त्यो छरिएर बसेको शक्ति एउटा नरिवलभित्र बस्दाखेरि त त्यो धेरै शक्ति हुन्छ नि। धेरै अहिले त छ नि घरमै छ तर छरिएर बसेछ। जस्तै सूर्यको किरण छरिएर आइरहेको छ तर यो लेन्सले, यो त लेन्स होइन यो आकारको लेन्सले त्यो सूर्यको किरणलाई एक ठाउँमा केन्द्रीकरण गर्यो भने के गर्न सक्छ? आगो बाल्न सक्छ। त्यो सूर्यकै किरण हो, सूर्यको छरिएको किरण के भएको एकीकृत भयो। हजुर विदेशतिर यो कम्पनी